हेलो नमस्ते। आज जेठ 8 गते बिहीबार हप्ताको अन्तिम कारोबार दिन। नेप्से आज भने 19.04 अङ्कले बढेर 2688.55 अङ्कमा गएर रोकिएको छ। आज भने सर्वाधिक बढ्ने सूचकमा चाहिँ ब्याङ्क परेको छ। ब्याङ्क भने आज 3.82%ले बढेको छ भने माइक्रो फाइनेन्स चाहिँ 2.58%ले बढेको छ। अनि होटल एन्ड टुरिज्म सेक्टर भने चाहिँ -2.60%ले घटेको छ। र आज चाहिँ टोटल कारोबार 9 अर्ब 82 करोड 21 लाख रुपैयाँको टोटल कारोबार भएको छ। यो गभर्नरको नियुक्तिपछि हिजो चाहिँ जुन मार्केट एकदम बढेर घट्यो, त्यसपछि आज चाहिँ हल्का मार्केटले अब अलिकति गति लिने हो कि जस्तो सङ्केत देखाइरहेको छ। अब मार्केट चाहिँ बुलतिर लम्किँदैछ कि भन्ने सङ्केत अलिअलि बजारले देखाउँदैछ। अब चाहिँ जो लगानीकर्ताहरूले जेठको 15 गते कुरिरहेका छन्। अब हजुरहरूलाई के लाग्छ? हजुरहरूले प्रफिट बुक गर्नुभयो कि भएन?